त्यस्तै गरी सबैको प्रिय एउटा भाइ हुनुहुन्छ जो बाल मैत्री नगर सञ्जालमा अध्यक्षको रूपमा स्थापित हुनुभयो भने देश विदेशसम्म पनि यही बाल मैत्री मार्फत उहाँ चाहिँ जान सफल हुनुभयो। त्यस्तो भाइ एउटा आवाजका धनी पनि भन्छु मैले र एउटा आफूलाई पोक्त वक्ताको रूपमा पनि ढालिसक्नुभएका आदरणीय भाइ विवेक खड्कालाई म स्टेजमा निम्ताउन चाहन्छु। आज एकदमै मजा आउला जस्तो छ किनकि एकदम बोल्ने मान्छे मैले पाएको छु यो स्टेजमा। इभान्जेलिना पनि यत्तिकै कम प्रभावशाली व्यक्ति चाहिँ होइन र विवेक खड्काको त नामै लिनु पर्दैन किन भन्दा ऊ आफैमा एउटा प्रभावशाली व्यक्ति हो। त्यस्तै गरी यस अघिकै कार्यकालमा पूर्व सचिव रहनुभएका मिराज अर्याल भाइलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। मिराज अर्यालको विषयमा पनि खासै भन्नु नपर्ला, उहाँ पनि निकै राम्रो कुशल प्रस्तोता पनि हुनुहुन्छ। त्यस्तै गरी हालका कोषाध्यक्ष बिमला लोधलाई पनि म स्टेजमा निम्ताउन चाहन्छु। अबको हाम्रो सेसन भनेको बालमैत्री स्थानीय शासन नगरपालिकामा घोषणा भइसकेपछि यहाँका बालबालिकाको अवस्था कस्तो रह्यो र अहिलेको अवस्था कस्तो छ र आगामी अवस्था कस्तो हुनुपर्छ यो विषयमा आज हामी कुराकानी गर्नेछौँ। सम्पूर्णलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। पहिलो जवाब त म अध्यक्षज्यूबाटै लिन्छु किन भन्दा तपाईँले एउटा अध्यक्षको कार्यकाल निकै राम्रो तरिकाले निभाएको देखेको छु मैले। के यो स्थानीय बालमैत्री शासन लागू भइसकेपछि तिलोत्तमा नगरपालिकामा साँच्चीकै बालबालिकामा परिवर्तन आएको हो? हस्, धन्यवाद मोहन सर। सर्वप्रथम बालमैत्री स्थानीय शासनले बालबालिका मात्रै होइन सम्भवतः नगरको गरिमा बढाएको छ। बाल्य अवस्था आफैमा एउटा यस्तो उमेर अवस्था हो जुन उमेर अवस्थामा बालबालिकालाई मैले के गर्नुपर्छ भन्ने थाहा हुँदैन र त्यो अबोध बालबालिकाको त्यो बाल्य अवस्थामा सपना देख्न र त्यो सपनामा म कसरी पुग्न सक्छु भन्ने एउटा स्पष्ट दृष्टिकोण विकास गरेर चाहिँ बालबालिकाले महत्त्वपूर्ण भूमिका। धन्यवाद छ। टेक्निसियन मित्रलाई माइक एकचोटि व्यवस्थापन गरिदिनु अनुरोध गर्छु र अब इभान्जेलिनालाई म सोध्न चाहन्छु। तपाईँ उपाध्यक्षको एउटा कार्यकाल पनि सक्नुभयो, के महिला बाल भनेको छात्राहरूलाई यो बालमैत्री स्थानीय शासन भइसकेपछि नेतृत्वमा उठाउनलाई पठाउनलाई यसले केही भूमिका खेल्यो? धन्यवाद मोहन सर। अब अहिलेकै हिसाबले हामीहरू हेर्ने हो भने चाहिँ पहिलाको भन्दा चाहिँ धेरै नै राम्रो पाउन सक्छौँ। छात्राहरू पनि अरू बालकहरू जसरी बालिकाहरू पनि त्यो स्थानमा पुगि नै रहेका छन्। तिलोत्तमा नगरपालिकामा त छात्राहरूको नै जित छ। अहिलेसम्म 3 कार्यकाल भयो। पहिला स्नेहा हुनुभयो, त्यसपछि विवेक, त्यसपछि अहिले महिमा हुनुहुन्छ हैन? त्यसैले चाहिँ अब बालिकाहरूलाई नेतृत्वमा पुग्न पहिला जस्तो गाह्रो त्यस्तो भन्ने चाहिँ अहिले छैन। यो चाहिँ क्रमशः अब आउने दिनहरूमा पनि झन् राम्रो हुँदै जानेछ भन्नेमा नै विश्वस्त छु र अरू बालिकाहरूमा चाहिँ अझै पनि कतिपयलाई चाहिँ नेतृत्व क्षमतामा चाहिँ कमी छ। त्यसलाई पनि हामीले अझै राम्रोसँग चाहिँ सबै बालिकाहरूलाई ल्याउन सक्यौँ भने पनि अझै राम्रो हुन्छ जस्तो लाग्छ। अबको एउटा कार्यक्रम चाहिँ बालिकाहरूको नेतृत्व विकासलाई पनि जोड दिनुहुन नगरपालिकालाई म आदर अनुरोध गर्दछु। धन्यवाद। भनेपछि अझै त्यसलाई परिष्कृत गर्न जरुरी छ। हजुर, त्यस्तो पहिला भन्दा चाहिँ धेरै सुधार भइसकेको छ। कुनै कुनै ठाउँमा चाहिँ अझै पनि अलिकति कमी कमजोरी चाहिँ छ। त्यसलाई चाहिँ हामीले सुधार गर्दै लग्यौँ भने चाहिँ राम्रो हुन्छ। भनेपछि तपाईँ अब स्नेहादेखि महिमासम्म आउँदा अझै सन्तुष्ट हुनुहुन्न? सन्तुष्ट छु नगरपालिकाप्रति। हामी बालबालिकाहरूको लागि यति राम्रो काम देशमै पहिलोचोटि गर्नुभएको छ। नगरपालिकालाई 55वटा सूचक पुरा गरेर पहिलोचोटि हाम्रो देशकै सबैभन्दा सुरुमा चाहिँ हाम्रो नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नुभयो। नगरपालिकाप्रति त्यस्तो गुनासो भन्ने केही पनि छैन, तर अझै पनि हामीले सुधार गर्ने ठाउँ चाहिँ छ भन्नु। धन्यवाद। मिराजी, अब नेतृत्वको भूमिकामा रहँदा पूर्व सचिव पनि हुनुहुन्छ, सचिवले धेरै कार्यक्रमहरू पनि चलाउनु पर्ने, अनि त्यो कार्यक्रम चलाउन नजान्ने मान्छे त सचिव भएर अर्थै भएन। तपाईँलाई पनि कता कता ट्रेनिङ दिए जस्तो लाग्छ एउटा उद्घोषण तालिमको।
विगतका दिनमा। अहिले तपाईँ कत्तिको पोख्त हुनुहुन्छ, पूर्व सचिव बन्नुभयो, अहिले यो भूमिकामा हुनुहुन्छ होइन। यो नेतृत्वदायी भूमिका चाहिँ बालमैत्रीले पक्कै ल्याउने रहेछ। सर्वप्रथम त म पनि यो बालमैत्रीको क्षेत्रमा आउँदा लगभग 2076 सालतिर चाहिँ आएको थिएँ र त्यो समयमा चाहिँ मेरो टोलमा टोल बाल सञ्जाल गठन हुँदै थियो। त्यसतिर चाहिँ मैले परिचय दिँदा पनि 4 चोटि बोल्न परेको थियो के, मेरो नाम मिराज अर्याल, म यहाँ बस्छु भन्न पनि नसक्ने अवस्थाबाट चाहिँ त्यहाँबाट चाहिँ उदाएर बालमैत्रीले यहाँसम्म ल्याउँदा चाहिँ विभिन्न तालिमहरू लिए होला। उद्घोषणको तालिमदेखि हेरेर भाषणको तालिमदेखि विभिन्न तालिमहरूले चाहिँ साँच्ची नै नेतृत्व गर्ने अवसर साथसाथै जिम्मेवारी पनि तिलोत्तमा नगरपालिकाले दिएछ बालबालिकालाई। र वास्तवमै सानैदेखि नै बालबालिकाहरूलाई पनि नेतृत्व लिन सक्छन् भन्ने कुरा पनि अवसर गराएको छ र कस्तो हुन्छ नेतृत्व अगाडि गएर गर्दा पनि त्यो कुरा पनि आवाज गराएको छ र साँच्चै नै 0 लेभलदेखि नै माथिसम्म नगरपालिकाले चाहिँ अहिलेका बालबालिकालाई चाहिँ लाने अवसर चाहिँ दिएको छ। बिमलाजी, अब तपाईँलाई सोध्छु यो प्रश्न। हेलो चेक, तपाईँ एउटा मधेसी समुदायको बालिका पनि हुनुहुन्छ। के मधेसी समुदायको नेतृत्वदायी भूमिकामा पनि बालमैत्रीले पक्कै भूमिका खेलेको हो? तपाईँ अहिले कोषाध्यक्ष हुनुहुन्छ हालको। सर्वप्रथम त हजुरमाथि म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु र यस तिलोत्तमा नगरपालिकाप्रति त मलाई त अत्यन्तै नै गर्व महसुस लाग्छ कि म जस्तो मधेस समुदायका बालबालिकालाई पनि आज यस गरिमामय कार्यक्रममा यस मञ्चमा उपस्थित भएर आफ्नो वाडीहरूलाई हजुरमाझ प्रस्तुत गर्ने अवसर प्रदान गरिएको छ। यसै कारण म यस तिलोत्तमा नगरपालिकाप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। मेरो जन्म चाहिँ तिलोत्तमा नगरपालिका वडा नम्बर 14 दुर्गानगरमा भएको थियो। मेरो मामागढ चाहिँ नेपाल र इन्डियाको बर्डरतिरै छ, सुनौलीको अलिपारी। म मामागढ जाँदा उता त्यो त गाउँपालिका हो, यो त नगरपालिका हो। उता म गइरहेको छु तर त म त्यहाँ जाँदा म अर्कै दुनियाँमा गए जस्तो लाग्छ। त्यहाँका बालबालिकाहरूलाई हेर्दा एकदमै अशिक्षित जस्तो लाग्छन्, छिटै बिहा गर्ने। यहाँ जस्तो त्यहाँ विवाहबारी 20 वर्ष पारी पनि छैन। अनि मैले आफूले सोध्थेँ कि अहिले यिनीहरूसँग यस्तो भइरहेछ त मसँग पनि यस्तै होला, तर साँच्चै यस्तो रहेन रहेछ। म आफ्नो दुर्गानगर भन्ने गाउँमा श्री दुर्गा माध्यमिक विद्यालयमा पढ्दै थिएँ, सायद 9 कक्षामा हो। त्यहाँबाट सन्तोषी त्यहाँ गाउँमा र श्री दुर्गा माध्यमिक विद्यालयमा बाल सञ्चालन गठन भएको थियो। त्यो बाल सञ्चालनमा पनि मलाई मेरा गुरुहरूले मलाई त्यहाँ सदस्यको रूपमा राख्नुभएको थियो। त्यतिखेर चाहिँ मलाई यो नगरपालिका भनेको पनि थाहा थिएन, बाल सञ्चालन भनेको पनि थाहा थिएन, केही थाहा थिएन। अनि त्यहाँ यस्तै चाहिँ वडा नम्बर 14 को चाहिँ बालमैत्री सर्चकर्ता व्यक्ति चाहिँ सन्तोषी म्याम हुनुहुन्थ्यो। उहाँले तपाईँ वडा नम्बर 14 को? हजुर। अनि उहाँले पनि यस्तै विभिन्न कार्यक्रमहरू हाम्रो स्कुलमा लिएर आएर गर्नुहुन्थ्यो, टोलमा पनि गर्नुहुन्थ्यो। चाहिँ टोलमा चाहिँ म थिएन, म चाहिँ गर्नुहुन्थ्यो। हजुर, कसले गर्नुहुन्थ्यो? चाहिँ सन्तोषी म्यामले गर्नुहुन्थ्यो। अनि फेरि वडाका मान्छेहरूले अब पदाधिकारीहरूले गर्नुहुन्थ्यो। अनि त्यहाँ म बस्थेँ। अनि फेरि त्यो कार्यक्रमहरूबाट मैले धेरै कुराहरू सिक्थेँ। अनि फेरि पछि यस्तै गर्दै गयो, पढ्दै गयो। त्यसपछि म अब 10 क्लासमा पुगिसकेको थिएँ। अनि म यस्तै पहिला म स्टेजमा बोल्न जाँदा मेरो हात खुट्टा थरथर काम्थ्यो। अनि त्यहाँदेखि यस्तै स्पिच वक्तित्व कला प्रतियोगिताहरू हुँदा पनि मैले त्यो बाल सञ्जालबाट बोल्दै बोल्दै जाँदा त्यहाँ पनि पार्टिसिपेट हुन थालेँ। त्यसरी बोल्दा म चाहिँ वक्तित्व कला वडा नम्बर 14 मा एकचोटि टिकुलीगढ माविमा वक्तित्व कला प्रतियोगिता भएको थियो। त्यहाँ सामुदायिक विद्यालयका बालबालिकाहरूलाई समावेश गरिएको थियो। त्यो वक्तित्व कलामा म जाँदा चाहिँ म फर्स्ट भएको थिएँ। प्रथमचोटि म यस्तो बाह्य स्कुलमा अरू त्योभन्दा अघि नै म आफ्नो विद्यालयमा फर्स्ट भइसकेको थिएँ वक्तित्व कला प्रतियोगितामा। तर बाहिरी जाँदा चाहिँ त्यो मेरो फर्स्टचोटि थियो। त्यहाँ जाँदा पनि म फर्स्ट भएको थिएँ। मलाई अत्यन्तै नै गर्व महसुस लागेको थियो। त्यो दिनको लागि म यहाँ सन्तोषी म्याम उपस्थित हुनुहुन्छ भने उहाँलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सायद आज म यो स्टेजमा छु भने पनि उहाँकै कारण हो। उहाँलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। त्यसपछि मेरो दिनहरू यस्तै बित्दै गए। उहाँले म प्रथम भएको देख्दा उहाँले मलाई वडामा समावेश गर्नुभयो। म वडामा गएँ। सुरुमा त म वडाको सदस्य थिएँ। त्यसपछि उहाँले मेरो प्रगतिहरू देख्दै जाँदा उहाँले मलाई सहसचिव बनाइदिनु भयो। उहाँले अब म यस्तै अब प्रोग्रामहरूमा त्यहाँबाट उहाँले मलाई
चुज गरेर नगरपालिकामा पठाउनु भयो। नगरपालिकामा पनि वक्तृत्व कला प्रतियोगिता थियो, वहाँमा त्यसमा म सान्तवना स्थान हासिल गरेको भनेपछि थियो। तपाईँ बोल्न एकदम सक्ने हुनुभयो हजुर सक्रिय हुए। होइन, निष्कर्षमा त्यही हो। अब तिलोत्तमा नगरपालिकाभित्र कति बालबालिकामा अब 17वटाबाट 17वटा जनाले चुज गरिएको, त्यसमध्ये म वक्तृत्व कला प्रतियोगितामा सान्तवना स्थान हासिल गरेको थियो। त्यो मेरो लागि होइन, मेरो परिवार र मेरो विद्यालय र मेरो तिलोत्तमा नगरपालिका वडा नम्बर 14 को लागि पनि महत्त्वपूर्ण कुरा रहेको थियो। त्यसै गर्दा बोल्दा बोल्दा जाँदा म वडा नम्बर 14बाट प्रतिनिधित्व गरेर यस तिलोत्तमा नगरपालिकाको यही हलमा हो नवनिर्वाचित नगर बाल सञ्जालको समूह गठन गरिएको थियो। त्यसमा आए झन् मलाई त थाहै थिएन कि म मधेस समुदायका बालबालिका हो, मलाई छुट्टै पद पनि चाहिन्छ, पद पनि मिल्दो रहेछ। अरूलाई लड्न पर्छ तर मलाई लड्न परेन, मलाई एउटा पद चाहिँ दिइहाल्नुभयो, कोषाध्यक्षको पद। यसमा म अत्यन्तै आफूलाई भाग्यमानी ठानेको थिएँ। अहिले त्यो पदको गरिमा तपाईँले जोगाउन सक्नु भएको छ? हजुर, अहिले त्यो पदको गरिमा तपाईँले जोगाउन सक्नु भएको छ? कोषाध्यक्षको भूमिका राम्रो निभाउनु भएको छ? हजुर निभाउनु भएको छ। हजुर एकैछिनमा म सोध्छु त्यो त होइन। अब अहिले महिमाजीलाई पनि प्रश्न आउला थियो। इभान्जेलिनाजी तर्फ म लाग्न चाहन्छु। तपाईँको कार्यकालमा देख्नुभएको बाल मैत्री स्थानीय शासन घोषणा पश्चात विभिन्न नगरपालिकाहरूमा विभिन्न खालका कार्यक्रमहरू भए, त्यसपछि अहिलेसम्म भएका कार्यक्रमहरूलाई हेर्दाखेरि के साँच्चीकै परिवर्तन आएको छ समाजमा? विद्यालयमा, परिवारमा के साँच्चीकै परिवर्तन आएको छ? धन्यवाद प्रश्नको लागि। अहिलेसम्मको हामीले 2000 म चाहिँ मिराजले भने जस्तै 75-76 सालदेखि नै बाल मैत्रीमा म जोडिएको थिएँ। खास भन्दा चाहिँ हाम्रो नगरपालिकालाई बाल मैत्री हाम्रो कोरोनाभन्दा अगाडि गराउन खोजिएको थियो, तर कोरोनाको कारणले चाहिँ आइगर्दा लास्टमा हामीले 79 सालमा मात्र बाल मैत्री घोषणा गऱ्यौँ। त्यो परिस्थितिदेखि अहिलेसम्म हेर्ने हो भने चाहिँ बाल सहभागिता निकै नै बढ्दो क्रममा छ। बालबालिका पहिला आफ्नो एउटा प्रश्न राख्न डराउँथे, सोध्न डराउँथे भने अहिले चाहिँ बालबालिकामा त्यो आत्मविश्वास आइसकेको छ। नगरपालिकाका सम्पूर्ण कर्मचारीदेखि र जनप्रतिनिधिज्यूहरूले चाहिँ बालबालिकामा एउटा आत्मविश्वास बढाइदिनु भएको छ। त्यसले गर्दा चाहिँ बाल सहभागितामा अहिले एकदमै राम्रो परिवर्तन आएको छ र बालबालिकालाई आत्मरक्षक तालिमदेखि र नेतृत्व विकास तालिम, विभिन्न तालिमहरू चाहिँ नगरपालिकाले प्रदान गरि नै राखेको छ। त्यसले गर्दा पनि बालबालिकामाहरूमा पहिलाभन्दा अहिले चाहिँ निकै नै परिवर्तन भएको छ। अनि पछि त्यो मात्रै नभएर अन्तरपालिका, अन्तर्जिल्ला पनि हामीलाई बालबालिकाहरूलाई चाहिँ त्यो भ्रमण गराएर उहाँहरू भएका नयाँ नौलो अभ्यासहरू चाहिँ हामीले हाम्रो नगरपालिकामा पनि ल्याइरहेका छौँ। त्यसैले चाहिँ 79 सालदेखि अहिले 83 सालसम्म हेर्ने हो भने चाहिँ निकै नै राम्रो प्रगति भइसकेको छ। अब आउने दिनमा झन् हुन्छ भन्ने हामी विश्वस्त छौँ। विवेकजी, तपाईँ नेतृत्वमा पनि हुनुहुन्थ्यो। इभान्जेलिनाले त भन्नुभयो परिवर्तन साँच्चीकै भएको छ, नगरपालिकाले नै अवसरहरू दिएको छ। के साँच्चीकै परिवारबाटै, स्कुलबाटै, समाजबाटै छात्र र छात्राको विभेद सँगै छात्राले पाउनुपर्ने विभिन्न अधिकारका कुरा र बाल श्रम, बाल हिंसाका, बाल बहुविवाहका कुराहरू के न्यूनीकरण तिलोत्तमा पक्का छ? तपाईँ अनुगमनमा पनि हिँड्नु भएको थियो, भन्नुहोस्। हस्, धन्यवाद मोहन सर प्रश्नको लागि। यो प्रश्न समय सान्दर्भिक यो मानेमा पनि छ, किन हाम्रो मुलुक विकासोन्मुख मुलुक यो भन्दै गर्दा हाम्रो मुलुकमा अरू मुलुक जतिको सेवा सुविधा, भौतिक पूर्वाधारका कुराहरू, ती चेतनाका कुराहरू त्यो ठिक छ। हामी गरिब मुलुक भयौँ, चेतना त छ नि हामीसँग, गरिब भए पनि छ, हामीसँग छ। तर पनि हाम्रो यो भौगोलिक भनौँ या हामी विभिन्न त्यो समय प्रान्तबाट गुज्रियौँ र जुन बाल विवाह, बाल श्रम, बाल विभेद, यौनजन्य हिंसाका कुरा यसले बालबालिका, किशोर किशोरीलाई मात्र नभए यसले समग्र समाजलाई नै एउटा जगडिएर बसेको एउटा मुद्दा हो। र यो मुद्दा मलाई के लाग्छ भन्दाखेरि हामी यसलाई 100% सुन्न सक्दैनौँ, तर हामीलाई गर्न सक्छौँ। र तिलोत्तमा नगर बाल सञ्जाल हुँदै गर्दा यसका आफ्ना संयन्त्रहरू पनि छन्। वडा वडामा बालमैत्री सम्पर्क व्यक्ति, बाल अधिकार समिति, बालमैत्री समिति, बाल सञ्जाल, विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक, स्थानीय प्रहरी निकायमा त्यही अनुसारको संयन्त्र। यो सारा संयन्त्रको एउटा समग्र प्रयासबाट हामीले तिलोत्तमामा भइगरेका बाल विवाहका घटनाहरूलाई हामी रोकेका छौँ।
कसरी रोकेका छौँ भन्नुहुन्छ भने हामी नीतिगत रूपमा सम्बन्धित जनप्रतिनिधि, प्रहरी, अधिवक्ता, बालबालिकाको क्षेत्रमा काम गर्ने बाल अधिकार कर्मीलाई घरमा लगेर गएर हामी उहाँहरूसँग बसेर वैचारिक एउटा छलफलबाट 20 वर्षपछि मात्रै जोडिने र 20 वर्षसम्म हाम्रो नेपालको संविधानले 20 वर्ष पारी नेपाल विवाह गर्नुपर्छ भन्दै गर्दा त्यो बालबालिका सम्बन्धी विभिन्न ऐन कानुनका मापदण्डमा रहेर हामीले चाहिँ त्यो कामहरू चाहिँ गरेका छौँ र विभेदहरू चाहिँ बाल विवाहहरू चाहिँ हामी सक्दो न्यूनीकरण गरेर चाहिँ अगाडि बढेको छ। अनुगमनमा हिँड्दाखेरि तपाईँले त्यस्तो भेट्नुभयो? अनुगमनमा हामी विभिन्न बालविवाहका मुद्दाहरू, म आफै पनि वडामा 2 कार्यकाल वडा बाल सञ्जालको अध्यक्षको रूपमा, संस्थापक अध्यक्षको रूपमा मैले भूमिका निर्वाह गरेँ, नगरमा कार्यकाल निर्वाह गरेँ। यो समयमा यो अन्तरालमा करिब 4 वर्षको अन्तरालमा 5 देखि 6 वटा बालविवाहका मुद्दाहरू, हामी वडाको मुद्दाहरू चाहिँ हामी आफैले मिलाएका छौँ। भनेपछि अनुगमनमा अहिले पनि देखिएका छन् र अहिले पछिल्लो समय अघि नगर प्रमुखज्यूले पनि एउटा बडो सान्दर्भिक कुरा जोड्नु भएको थियो। पहिला अभिभावकले पछि दाइजो दिनुपर्छ, बढी दिनुपर्छ, खर्च बढी आउँछ भनेर पहिल्यै विवाह गराउने चलन र संस्कार, संस्कृति, परम्पराका कुराहरू छुट्टै थिए। अहिले भने फेरि बालबालिकाहरूमा अब अपरिपक्वता भनौँ वा के भनौँ, अधिकारको कुरा गर्दै गर्दा कर्तव्य नबिर्सिएर मेरो भूमिका के हो, मेरो स्थान के हो भन्ने नबुझेर अहिले भागी विवाहको प्रचलन अहिले पछिल्लो समय पनि बढिरहेको छ र यसमा चाहिँ हामीले एउटा स्ट्यान्ड लिनुपर्ने आवश्यकता अहिले पछिल्लो समय देखिन्छ र सक्दो बालविवाहका घटनाहरू आएसम्म सम्बन्धित स्थानमा पुगेसम्म हामी त्यसलाई कसरी जानुपर्छ, कुन दृष्टिकोणबाट जानुपर्छ, त्यो काम चाहिँ नगरपालिकाले गरेको छ र मेरो कार्यकालमा नि भएको थियो, मभन्दा अगाडि पनि गर्नुभयो र अहिलेको साथीहरूले पनि त्यो कार्यमा चाहिँ एकदम अनवरत रूपमा, प्रयासरत रूपमा लाग्नु भएको चाहिँ देखिन्छ। मिराजी, अब तपाईँलाई सोध्छु म, 2टा घटनाको परिकल्पना आइसक्यो। अब तपाईँले त्यो घटना मानव देख्नुभयो। त्यस्तो घटना, बाल हिंसाका घटनाहरू आउँदाखेरि समाजका गण्यमान्य व्यक्तिहरू, प्रहरीहरू, शिक्षकहरू र अभिभावकले नै त्यस्तो खालको घटनाहरूलाई सामसुम पार्न खोजेका, होइन, मिलाम एकचोटिलाई भयो भन्न खोजेका, त्यस्तो देख्नुभयो, पाउनुभयो? त्यस्तो घटना भएको होइन चाहिँ भन्न मिल्दैन, किनकि हामीले अधिकांश के हेर्छौँ भने आफ्नो वडाको या फिर आफ्नो नगरपालिकाको नराम्रो इमेज जान्छ भनेर केही कतै, धेरैमा त्यस्तो नभए पनि कतै न कतै आफ्नो इमेज जोगाउनको लागि भए पनि केही एउटा 2टा घटना चाहिँ त्यस्ता आयो होला। नत्र अधिकांशमा चाहिँ हाम्रो तिलोतमाको नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधिज्यू जिम्मेवार नै हुनुहुन्छ। हाम्रो बाल सञ्जालका सम्पूर्ण अध्यक्षज्यूले पनि निरन्तर त्यस्तो भए पनि त्यसलाई रोक्नको लागि चाहिँ निरन्तर काम गरिरहनु भएको छ। कतापि त्यही पनि एउटा 2टा चाहिँ त्यस्ता घटना आयो होला, नत्र अधिकांश हाम्रो सम्पूर्ण पदाधिकारीज्यूहरू जिम्मेवार नै हुनुहुन्छ, सम्बन्धित निकायहरू। त्यस्तो घटना चाहिँ खासै हाम्रो तिलोतमा नगरपालिकामा चाहिँ होला, त्यस्तो चाहिँ छैन होला। अब म बिमलातर्फ लाग्न चाहन्छु। तपाईँलाई देख्दा अहिले नेपालको उपसभामुख रुबिकालाई पनि सम्झिरहेको छु मैले। त्यो भूमिकामा देख्नुपर्ने तपाईँको दिन अब अगाडि बढ्दैछ। अब भन्नुहोस्, तपाईँले आफ्नै समुदायमा धेरै युद्ध लड्नु छ, सँगै तिलोत्तमा नगरपालिकालाई पनि एउटा छात्रा मैत्री, एउटा बाल मैत्री र महिला मैत्री सहरको रूपमा विकास गर्नु छ। त्यो भूमिका तपाईँको पनि रहन्छ। घरबाटै युद्ध लड्नुपर्ने छ पहिला त, होइन? कतिको कुरा आउँछ घरमा, तिमीहरू यस्तो हो, केटी हौ, छात्रा हौ, होइन, तिमी महिला हौ, भोलि अर्काको घरमा जाने हो, होइन, तिमी बढी नबोल, तिमीले यो काम गर भन्ने कुराहरू आउँछ कि नै घरमा? कस्तो छ? सर्वप्रथम त तिलोत्तमा नगरपालिका अन्तर्गत चाहिँ बाल मैत्रीमा लाग्नको लागि सन्तोषी म्यामले चाहिँ मेरो घरमा गएर भन्नुभएको थियो। यसको बारेमा चाहिँ मेरो मम्मी बाबालाई केही थाहा थिएन। बाल मैत्री भनेको के हो, नगरपालिका भनेको के हो, यस्तो केही थाहा थिएन। उहाँले भन्नुभयो कि खुराखुर पढाइमा ध्यान दे, यता बाहिरी कार्यहरू नगर। अनि फेरि चाहिँ सन्तोषी म्यामले सम्झाउनु भयो कि तिनी पढाइका साथसाथ, मैले बाबासित प्रमिस पनि गरेको थिएँ कि मैले पढाइका साथसाथ यिनीहरू कार्य पनि गर्छु, यिनीहरूले पनि मलाई अझै इम्प्रुभ गर्छन्, मलाई अझै केही गर्न सक्षम बनाउँछन् भन्ने, अघि बढाउन मलाई आत्मविश्वास बढाउँछ भन्ने मैले कुरा बाबासँग प्रतिबद्धता गरेको थिएँ। कति क्लासमा पढ्दै हुनुहुन्छ अहिले? म अहिले एससी दिएर बसेको, एससी दिएर रिजल्ट आइसक्यो, अब अघि भन्ने योजनामा छु। अनि त्यसपछि के भयो घरमा? अनि बाबाले मान्नु भएन चाहिँ, सन्तोषी म्यामले कतिचोटि सम्झाउनु भयो। अनि मैले भने सन्तोषी म्याम छोडिदिनु, उहाँहरूको विचार, हाम्रोको अब जातिको अब विचारै यस्तै हो, सानैदेखि यस्तै सोचिरहेछन्। अनि फेरि त्यही पनि सन्तोषी म्यामले मान्नु भएन, मेरो बोली मतलब फेर्नुभयो। अनि फेरि अझै पनि बाबाले रिक्वेस्ट गर्नुभयो, मोबाइलमा गर्नुभयो, जता भेट्दा सुत्दा त्यतै गर्नुभयो।
अनि त्यो दिनहरू पनि मलाई याद आउँछ। मैले सन्तोषी म्यामलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि यस्तै गर्दा जाँदा आखिरमा मेरो बाबा थाक्नुभयो उहाँलाई नाइ 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 भन्दा। अनि साँच्चीकै नै मेरो छोरीले केही गर्छु होला त्यही भएर यति गर्नुभएको भनेर मलाई बाबाले आजकल भन्नुहुन्छ। अनि फेरि उहाँले मलाई जान दिनुभयो। मलाई यस्तै वडाको त्यो बाल सञ्जालमा राख्न दिनुभयो, नगरकोमा राख्न दिनुभयो। अनि फेरि अहिले चाहिँ मलाई के लाग्छ कि अहिले के भन्नुहुन्छ बुवाले? ठिक छ भन्नुहुन्छ? अहिले त ठिक छ भन्नुहुन्छ। भरोसा दिलाउन सक्नुभयो? हजुर। मिराजी, अब तपाईँको तर्फ त लाग्यो मिराजी, यो के बाल सञ्जाल, यो नगर बाल सञ्जाल अनि वडा बाल सञ्जाल विभिन्न विद्यालयमा छन्, टोलमा छन् कि यतिले मात्रै अब नगरपालिकामा बालबालिकाहरूले पाउने अधिकार सबै पाएका छन्? सायद सबै अधिकार सबै बालबालिका पुर्याउनको लागि अहिलेको सन्दर्भमा चाहिँ बालमैत्रीले मद्दत चाहिँ एकदमै धेरै गरेको छ। पहिलाको अवस्था हेऱ्यौँ हामीले र बालमैत्री हुनुभन्दा पहिलाको डेटा र अहिलेको डेटा नै हेर्ने हो भने केही हदसम्म बाल विवाहका केसहरू, बाल श्रमका केसहरू, विभिन्न बालबालिकालाई अगाडि बढ्ने अवसरहरू बालमैत्रीले धेरै नै सिर्जना गरिरहेको छ। चाहे त टोल स्तरीयदेखि कोही पनि बालबालिका अहिले कसको इच्छा छ म अगाडि बढ्न सक्छु भन्ने नै हाम्रो तिलोत्तमा नगरपालिकाले त्यो अवसर सबै बालबालिका प्रदान गरेको छ। र यो क्रममा अगाडि बढ्दै जाँदा हामी यसमा किनकि के छ भन्दाखेरि हामी नियमित स्रोत साधनसित अगाडि बढिरहेका छौँ। सबै नै बालबालिका तिलोत्तमा नगरपालिकाभित्र 40-50 हजार बालबालिका होलान्। ती सबै बालबालिकालाई समेटेर जान अहिलेको समयमा चाहिँ हामीले सम्भव नभए पनि आगामी दिनहरूमा यस्तै विभिन्न कार्यक्रमहरू, यस्तै विभिन्न योजनाहरू ल्याएर हामी अगाडि बढ्यो भने अवश्य पनि एक दिन आउनेछ जहाँ सबै तिलोत्तमा नगरपालिकाको बालबालिकाहरू आफ्नो हक र अधिकारबाट सुनिश्चित हुनेछन्। र उहाँ त्यो समयको लागि चाहिँ हामीले अहिले चाहिँ प्रतिबद्ध भएर अगाडि बढेर काम गऱ्यो भने त्यो अवस्था पनि अवश्य सिर्जना गर्न सकिन्छ। धन्यवाद छ मिराजी। नगरपालिका नै 2-3 अरबमा चलिरहेको छ। मिराजले 2-3 पटकको जवाबमा चाहिँ बजेटिङकै कुराहरू बढी निक्ले जस्तो लाग्यो। के बजेट पक्कै कम हो, अब बढाउनु पर्ला बालबालिकाको लागि? हस्, धन्यवाद मोहन। अब जे गर्छ अर्थले गर्छ, अर्थ छैन भने केही पनि हुँदैन। यो कुरा हामीले बुझ्नुपर्छ पहिला सुरुमा। र सबै कुरा पैसा नै हो भन्न खोजेको पनि होइन। यो भन्दै गर्दा बालबालिकामा जुन दृष्टिकोणले लगानी अहिले नेपालभरिका 753वटा स्थानीय तहहरूले गरिरहेका छन् त्यो तिलोत्तमा अग्रस्थानमा छ। पक्का त्यो अग्रस्थानमा छ। अरू स्थानीय तहको तपाईँलाई म टाढा जानै परेन। हाम्रो सिद्धार्थनगर नगरपालिकाकै एउटा मैले उदाहरण दृष्टान्त प्रस्तुत गर्न चाहेँ। बाल सञ्जाल छ, बाल सञ्जाल गठन गरेको छ, तर नगरपालिकालाई अपनत्व नै छैन। बाल सञ्जाल गठनका निम्ति मात्रै छ। त्यो एउटा मापदण्ड हुन्छ जुन मापदण्डमा नगरपालिकाले स्थानीय सरकारले यो कुरा गर्नुपर्ने त्यो मापदण्डको एउटा बुदालाई टेकिएर गठन चाहिँ गरिएको छ गर्नलाई, तर नगरपालिकाको भूमिका देखिँदैन। अब हाम्रो पालिकामा बजेट विनियोजनको कुरा गर्दै गर्दा नगरले एउटा सीमित बजेट स्रोत हुन्छ, त्यसबाट छुट्टाएको हुन्छ नगरलाई। वडामा जान्छ सिलिङ बजेट, त्यसबाट वडाले पनि आफ्नो तरिकाबाट विनियोजन गर्छ। र मेरो कार्यकालमा र पहिल्यैबाट हामी नीति नियमलाई हेर्दै गर्दा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका आदि नीति नियमलाई हामी थाती राखेर हेर्दै गर्दा हामीले के भनेको हो भन्दाखेरि हाम्रो आशा अपेक्षा के हो भन्दाखेरि वडाको कुल सिलिङ बजेट मध्ये 10% बजेट बालबालिकाको क्षेत्रमा खर्चिनुपर्छ। त्यो अहिले छैन। अहिलेसम्म 100% भएको छैन। अधिकतम वडामा छ, तर यो चाहिँ गर्नुपर्छ 100%। हामी सबै वडालाई त्यो एउटा मापदण्डमा राखेर गर्नुपर्छ। किन कुनै वडाले बालबालिकाको क्षेत्रमा आर्थिक वर्षमा 50,000 छुट्याइदिने, कुनै वडाले 6 लाख 7 लाखसम्म छुट्याइदिने, यो देखिएको छ। यो विभेदकारी ढङ्गबाट के हुन्छ भन्दाखेरि वडाका सबै तिलोत्तमा नगरपालिकाका सबै बालबालिकाले एक समान अवसर पाएको भन्न मिल्दैन। तसर्थ यो कुरामा काम गर्नुपर्ने देखिन्छ। चाहे अहिले हामी मानवीय विकासका कुराहरू गर्छौँ, बालबालिकालाई तालिम गोष्ठीमा राखेर हुन्छ वा बौद्धिक बहस गराएर हुन्छ, कसरी बालबालिकाको क्षमता निखार्ने कुराहरूमा त्यो क्षेत्रमा लगानी गर्न सकियो, अथवा बाल उद्यानका कुराहरू हुन्छन्, आवश्यक संयन्त्रका कुराहरू हुन्छन्, हामीमा सुधार गृहहरू छ, बालगृहहरू छ, तिनीहरूलाई हेर्नुपर्ने आवश्यकता छ। त यसको निम्ति 10% बजेट अधिकतम वडामा भएको छ, तर समग्रमा सबैमा भएको छ भन्न मिल्दैन। तसर्थ यसको निम्ति एउटा नीतिगत तौरबाट हामी पहल गरेर अगाडि बढ्नुपर्ने आवश्यकता चाहिँ म ठान्छु। एकदम धन्यवाद छ। ल इभान्जेलिना, अब तपाईँलाई एउटा समस्याको कुरा पनि छ। तिलोत्तमा नगरपालिकाले भर्खर मात्र एउटा सार्वजनिक सूचना पनि जारी गरेको छ। भेप अनि सुर्तीजन्य पदार्थहरू बालबालिकाले भेट्ने ठाउँमा भनेको स्कुल वरपर ती होटलहरूमा, ती रेस्टुरेन्टहरूमा 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई बेच्न नपाउने भनेर आयो। म मणिग्रामको 12वटा होटलको मैले नामै सार्वजनिक गरिदिन तयार छु।
12वटा होटल मणिग्राममा मात्रै है, फेरि जयकुटीमा कोटियामा पनि छन् होला, र दुर्गा मावि यता जनभावना मावि यता जनता मावितिर पनि छन्। ती होटलहरूमा स्कुलकै ड्रेसमा बालबच्चाहरूले सुर्तीजन्य पदार्थहरू लिइरहेको देखिन्छ। यसमा स्कुलका टिचरहरूले हुन त उहाँहरूको नै आँखा छलेर जाने हो होइन, म यो खान जान्छु भने त कोही जान्न। यसलाई न्यूनीकरण गर्नका लागि स्कुलका टिचरले, अभिभावकले अनि होटल सञ्चालकहरूले के कुरामा ध्यान दिनु पर्ला र नगरपालिकाको पनि अनुगमन अलि फितलो हो कि जस्तो म आफैले अनुभव गरिरहेको छु। र कुनै ठाउँमा पक्रिँदा पनि उनीहरूलाई सामसुम, अघि नै मिराजलाई मैले सोधिसकेँ, सामसुम पारेर ल एकचोटिलाई भयो नि त अबदेखि नगर भनेर छोडिरहेको अवस्था छ, होटल सञ्चालकलाई पनि विद्यार्थीलाई पनि। यसलाई न्यूनीकरण गर्न के गर्नु पर्ला? धन्यवाद प्रश्नको लागि। त्यो चाहिँ मैले पनि देखेको भोगिरहेको अनुभव नै हो। सेम मैले जस्तै। हजुर, हामी पहिलो कार्यकालबाट नै यो विषयमा चाहिँ एकदम गम्भीर भएर सोचि नै रहेका थियौँ। हामीले विभिन्न अनुगमनहरू गरि नै रहेका थियौँ। तर कहीँ कतै कमजोरी चाहिँ हामीले नगरपालिकालाई देखाउँदै गर्दा हामी आफै बालबालिका पनि कतै कमजोर हो कि भन्ने पनि बुझ्नुपर्छ। बालबालिकाले आफ्नो अधिकार खोज्दै गर्दा आफ्नो कर्तव्य चाहिँ भुल्नु हुँदैन भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्छ। अब अहिलेको बालबालिकाहरू चाहिँ मै ट्यालेन्ट, मै सर्वस्व भन्ने किसिमको थट छ, मेन्टालिटी छ। अब हामीले चाहिँ बालबालिकालाई त्यो मेन्टालिटीबाट चाहिँ अलिकति भए पनि पछाडि ल्याउनुपर्छ, किनभने सबै कुरामा सबैजना पोख्त हुँदैन। केही कुरा नगरपालिकाको नि सुन्नुपर्छ, घर परिवारको नि सुन्नुपर्छ, शिक्षकहरूको नि सुन्नुपर्छ। अब हामीले विद्यालयमा गएर तपाईँको विद्यालयको विद्यार्थीहरूले त यस्तो गरे भन्न पनि सकिँदैन, किनभने उहाँ शिक्षकहरूलाई नि विद्यार्थीले टेर्दैन नि त। अब उल्टै बरु शिक्षकहरूलाई चाहिँ पिट्न तयार हुन्छन् कि अहिलेका बालबालिकाहरू। अब त्यसलाई चाहिँ अब हामी एउटै नीति बनाएर विद्यालय, समुदाय, नगरपालिका, बालबालिका चारजना मिलेर चाहिँ एउटा नीति नै बनाएर चाहिँ अघि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अब सुर्तीजन्य पदार्थ अनि यो मदिरा बालबालिकाले अब कानुनमा छ 18 वर्ष 20 वर्ष नहुँदा खानु हुँदैन भनेर, तर विद्यालयकै ड्रेसमा गएर होटेलहरूमा पनि खाइरहेका हुन्छन्। कहीँ कतै व्यापारीहरूको पनि कमजोरी हो कि आफ्नो घरको बालबालिकालाई चाहिँ नखाऊ भन्ने अनि अरूको छोराछोरीहरू आउँदा चाहिँ दिने, त्यो त चलन अलि कम गर्नुपर्छ। अब लुकेर चाहिँ अझै पनि छ। यसलाई न्यूनीकरण गर्न अब के गर्दै? ठ्याक्कै एक शब्दमा भन्दाखेरि कडा कारबाही गर्ने कुनै कानुन ल्याउने हो कि एकदम अनुगमनलाई अझै पोख्त बनाउने हो कि के हो? अनुगमनलाई अझै पोख्त बनाउनु पर्छ अनि कानुनलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ। कानुन मात्रै बनाएर चाहिँ पुग्दैन, त्यसको चाहिँ कार्यान्वयन हुनुपर्छ। र बालबालिकालाई पनि विद्यालयमा गएर चाहिँ हामीले यसको बारेमा चाहिँ बुझाउनु पर्ने जरुरी छ। धन्यवाद। भनेपछि विद्यालय स्तरका कार्यक्रमहरू बढी ल्याउनु पर्यो। हजुर, किनभने विद्यार्थीहरू जाने भनेको विद्यालयमै हो। हामीले अहिले समुदायमा गएर ल 50 जना विद्यार्थीहरू यहाँ बालबालिकाहरू भेला हो भनेर हामीले गराउन सक्दैनौँ। अहिलेको बालबालिकाहरू मोबाइल एडिक्सनमा यति लागेका छन् कि छुटाउनै गाह्रो छ कि उहाँको आमा बुवा पनि दिक्क हुनु भइसकेको छ। मैले अरू इक्जाम्पल होइन, मेरो भाइ 10 क्लासमा पढ्छ, उसले पढ्दैन कि ऊ फोन नै चलाइरहेको हुन्छ। भनेपछि हामीले समुदायमा गएर त बालबालिकालाई जुटाउन सक्दैनौँ। कमसेकम विद्यालयमा त विद्यार्थी जान्छन् नि त। हामीले विद्यालय स्तरीय कार्यक्रम गरेर नीति बनाएर कानुनलाई कार्यान्वयन गऱ्यौँ भने चाहिँ यो अवश्य न्यूनीकरण गर्न सकिन्छ। हस्, धन्यवाद। हामी यति बेला सुन्दर भविष्यको पहिलो पाइला तिलोत्तमा बाल सम्मेलन 2083 रहेका छौँ। आज हामीसँग इभान्जेलिना सेरी जो पहिलो नगर बाल सञ्जालको उपाध्यक्ष हुनुहुन्थ्यो, त्यस्तै गरी विवेक खड्का त्यो दोस्रो कार्यकालमा अध्यक्ष हुनुहुन्थ्यो, त्यस्तै गरी मिराज अर्याल हुनुहुन्थ्यो पूर्व सचिव र अहिले हालका कोषाध्यक्ष विमला लोध हुनुहुन्छ। चारजनासँग हामी बहस गरिरहेका छौँ। यो बिचमा हामीसँग तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्यज्यूहरू, वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधिज्यूहरू जोडिनु भएको छ। सँगसँगै युवा साथीहरूलाई पनि म देखिरहेको छु, सँगसँगै पत्रकार साथीहरू पनि हुनुहुन्छ। अब बिमलातिर जाऊँ, माइक पुऱ्याइदिनु होला। बिमलाजी, अहिले त सिस्टमले लिँदैन, बाल विवाह त सिस्टमले लिँदैन, त्यही भएर बाल विवाह अन्त्य नै भएको छ जस्तो लाग्छ मलाई। अझै पनि तपाईँको समुदायमा छिटो बिहे गरिदियो भने छोरीले सुख पाउला, राम्रो केटा आएको छ, अहिले त बिहा गरेर पठाइदिउँ, बरु 1-2
वर्षपछि उसले विदेश लैजान्छ या लाहोर लैजान्छ या कतै लैजान्छ या पढाउँछ, विभिन्न बहानामा बाल विवाह गर्ने प्रचलन छ। अझै पनि तपाईँ आफै भन्नुभयो अलि तल्लो समुदायमा त्यो छ, तिलोत्तमामा त्यस्तो छ कि छैन अहिले ठ्याक्कै भन्नुपर्दा? यो अन्य समुदायमा पनि छ फेरि, जस्तै लाहुरेहरूसँग अब 3 वर्षपछि कहाँ जानुहुन्छ, अब विदेश जान छ छिटो बिहा गरिदिउँ होइन, ती कुराहरू अन्य समुदाय पनि छ, मधेसी समुदाय मात्रै होइन। यसलाई चिर्न चाहिँ के गर्नु पर्ला? सर्वप्रथम म सरलाई पुनः धन्यवाद दिन चाहन्छु यो प्रश्नको लागि। चाहिँ मेरो आफ्नै आन्टीको छोरी, मेरो ठुलो बाबाको छोरी, अब आन्टीको छोरीलाई चाहिँ तिनको हल्का मानसिक स्थिति त्यस्तै छ, हल्का पढेको कुरा पनि बिर्सिने अनि त्यस्तै पढ्न हल्का नसक्ने। अनि चाहिँ उनले 7 क्लासमा पढाइ छोडेको, अहिले स्कुल जाने। 7 क्लासमा उनी पहिला पनि फेल हुँदै जान्छन्, तर फेरि पढेर त उमेर सानै थियो अनि त पढ्नै पर्यो भनेर अब पढ्थिन्, अनि फेरि 1-2चोटि फेल भएर फेरि पास हुन्छन्। यस्तै गर्दै जाँदा तिनी 7 क्लासमा फेल भइन्। 7 क्लासमा एकचोटि फेल भइन्, फेरि अर्कोचोटि पनि 7 क्लासमा फेल भइन्। दुईचोटि भइन्? हजुर, अरू क्लासमा हुन्छन् तर त्यो सानै हुँदा पढाउनु भयो, अब त उमेर पनि पढाइको कारणले पनि बिहे गरिदिने प्रचलन छ भन्न खोज्नुभयो? नै म भन्छु अब फेल भइरहेको छ, यो खासै पढ्दैन, यसलाई बिहा गर्दैछ आनन्द उम्किन्छ भन्ने खालको। अनि उहाँको बुबाले पनि अब पढाइ छोडाइदिनु भयो। उनी घरमा बहुत रोइन् पढ्नको लागि, उनको पनि स्कुल जान रहर, अनि बहुत रोइन्। अनि फेरि मलाई चाहिँ यो कुरा थाहा थिएन, अनि फेरि म एक दिन अहिले छिटै नै हो, अनि फेरि तिनीसित मन्दिर गएको थिएँ, अनि फेरि तिमीलाई सोधेँ तिमीलाई पढ्न मन लाग्दैन? अनि तिनीले भने मलाई पढ्न कति मन लाग्छ, घरमा मात्रै काम गर्न पर्छ, अनि कोही साथी पनि हुनुहुन्न, अनि फेरि उहाँ घरमा काम गर्ने त्यही बस्ने, उहाँ त्यस्तै उहाँको दिनचर्या चलिरहेको छ। अनि मैले सोधेँ कि हजुरलाई स्कुल जान मन छैन? अनि छ, बहुत छ, तर के गरौँ, घरकोले जान दिनुहुन्न भन्नुहुन्छ। अनि मैले उहाँलाई प्रमिस गरेँ कि म तिलोत्तमा नगरपालिकाको नवनिर्वाचित नगर बाल सञ्जालको कोषाध्यक्ष हुँ। म हजुरलाई प्रमिस गर्छु कि म हजुरलाई जसरी भए पनि स्कुल लिएर जान्छु। यो प्रमिस मैले पुरा गरेन भने म नगर बाल सञ्जालबाट निक्लिन्छु। अनि गर्नुभयो? अहिले त गरेको छैन। त्यसपछि मैले उहाँको घरमा गएँ, उहाँको बुबासित कुरा गरेँ, अनि उहाँले भन्नुभयो कि त्यसको स्थिति त्यस्तै हो, यसको बारेमा कुरा नगर, जा घर। त्यो दिन चाहिँ म एससीको रिजल्ट आएको थियो, उहाँलाई लड्डु दिन गएको थिएँ। अनि फेरि त्यस्तो म उहाँलाई लड्डु दिएँ, अनि यस्तो कुरामा त मान्नुहुन्छ भनेर भने। अनि फेरि मैले उहाँलाई भने कि हजुरले उहाँलाई पढाउनु, अहिले 2085 सालदेखि चाहिँ 8 कक्षा पास भएन भने राज्यको केही सुविधाहरू पाइन भनेर एउटा तालिममा चाहिँ हाम्रो मुक्तिनाथ सरले भन्नुभएको थियो, अनि फेरि रवि सेन्चुरी सरले पनि भन्नुभएको थियो। अनि मैले यसो विचार गरेँ, अब मैले गएर भन्छु कि राज्यको सेवा सुविधाहरू पाइन, उहाँहरू त पक्कै मान्नुहुन्छ भनेर अर्कोचोटि गएँ। त्यसपछि उहाँ फेरि भन्दा पनि मान्नु भएन। त्यसपछि मैले बजेसित कुरा गरेँ, अनि फेरि बजै जो लिडर के घरको, अनि फेरि उहाँसित कुरा गरेँ, अनि भन्नुभयो कि तिमी पढ, यिनीहरूलाई पढाएर केही काम हुँदैन, अब केही दिनमा बिहा गरेर केही उमेर पुगेपछि बिहा गरिदिने भन्छन्। अब तिलोत्तमा नगरपालिका हो, 20 वर्ष नपुग्दै त बिहा गर्न पाइन, मैले त गर्न दिँदैन, देशभरि नै पाइँदैन यो त। तर अब तिलोत्तमा नगरपालिकाभित्र लागु छ, तर अन्य गाउँपालिकाहरूमा चाहिँ लागु त देखिँदैन खासै। म मामा घर जाँदा एउटै महिनामा 5-6 जनाको बिहा, 20 वर्ष नपुग्दै। भन्नाले विविध कारणले गर्दा त्यो बाल विवाह चाहिँ भइरहेको छ भन्न खोज्नुभयो? हजुर, यहाँ त नाइ उता। अनि फेरि मैले तिनीलाई अब भने, अब नगरपालिकाले के गरिदिनु पर्यो भने, म जस्तो बालबालिका मेरो पनि केही विचार थिएन, म पनि अब हाम्रो जातिमा यस्तै हुन्छ, अब हाम्रो पनि केही पढाएर अनि फेरि बिहा गरिदिने भन्ने सोचेँ, तर यस्तो होइन रहेछ। उहाँहरूले पनि अवसर पाउनु हुँदो रहेछ। म चाहन्छु कि नगरपालिकाभित्र रहेको म जस्तो मध्य समुदायका प्रत्येक घरमा गएर उहाँको पनि मन र आकांक्षाले बुझिदिनु पर्यो, अनि उहाँको पढ्ने इच्छा र रहरले बुझिदिनु पर्यो, उहाँको अधिकारलाई सुनिश्चित गरिदिनु पर्यो। तिलोत्तमा संविधानमा त लेखिएको छ कि तिलोत्तमा नगरपालिका नेपालभित्रका प्रत्येक बालबालिकालाई 8 कक्षासम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनेछ। निःशुल्क नभए पनि अनिवार्य गरिदिनु पर्यो जस्तो मलाई लाग्छ। अब तिलोत्तमा नगरपालिकाले प्रत्येक घरमा गएर म जस्तो मध्य समुदायका बालबालिकाहरू, अरूको त हजुरहरू जस्तो पहाडिया समुदायमा त छैन, उहाँहरू अत्यन्तै नै शिक्षित हुनुहुन्छ, मलाई यो खुसी लाग्छ। तर म सोध्छु कि मेरै समुदायमा यस्तो किन छ? म पनि चाहन्छु उहाँहरू पनि पढ्नुहोस्, म जस्तै अघि बढ्नुहोस्, कि उहाँहरूको पनि सपना हुन्छ। अर्को चाहिँ ठुलो मम्मीको छोरी, उहाँ चाहिँ अहिले 12 क्लास पढेर बस्नुभएको छ, पास हुनुभएको छ, तर ठुलो बाबाको चाहिँ
मानिस शिष्टता त्यस्तै यो छोरीहरू केटीहरू भाग्छन् भनेर पढाउनु भएको छैन। उहाँको सपना सुन्दा मलाई अचम्म लागेको थियो। उहाँको सपना रहेछ कि म पनि बसमा बसेर कलेज जाउँ। उहाँको यो कुरा सुन्दा मेरो आँखाबाट धरधरती आँसु आयो। मैले भने कि के म यो नगरपालिकामा बसेर के उहाँहरूको अधिकार सुनिश्चित गर्न सक्छु त भनेर मलाई लाग्यो। अनि अब म सक्छु जस्तो मलाई यहाँ आएर यो स्टेजमा झन् कन्फिडेन्ट बढेको छ। अब म गएर जसरी पनि उहाँ दुईजनालाई स्कुल पढाउन छु भने एउटा चाहिँ ऊर्जा प्रदान भयो। हजुर प्रदान भयो। हस् धन्यवाद। अनि मिराजी अब विभिन्न चुनौती त समाजमा छन् पक्कै पनि, सबै कुरा नगरपालिकाले मात्रै गर्न पनि सक्दैन, बालमैत्रीको नगर सञ्जालले पनि गर्न सक्दैन। सबै मानिसहरू, सबै समुदायहरू, सबै वर्गहरूले चाहिँ यसमा सचेत भएर अगाडि बढ्नुपर्ने छ। अब चुनौतीहरूको सामना गर्न कसरी सकिएला छोटोमा भनिदिनुहोस् न। यस्ता धेरै चुनौतीहरू त छन् बाल सञ्जालमा। सबैभन्दा ठुलो चुनौती भनेको अहिले नेपालभरि नै एउटा सचेतनाको चाहिँ अलि चुनौती छ। सचेतना पनि कस्तो छ भन्दा मान्छेलाई थाहा नभएको होइन, सबैलाई थाहा छ 20 वर्षभन्दा अगाडि बिहा गर्नु हुँदैन, बालबालिकामा स्ट्रममा हाल्नु हुँदैन भन्ने थाहा छ। तर त्यो थाहा हुँदाहुँदै पनि मानिसहरूले गरिरहेका छन् कि। अब सरले अन्य एउटा उदाहरण दिनुभयो, तपाईँले भन्नुभयो मणिरामका 12-13वटा पसलहरू हजुरले जानुभयो। म पनि त्यो जुन पत्र आएको थियो त्यसको अर्को दिन एउटा रेस्टुरेन्टमा चिया खान गएको थिएँ, त्यहाँ पनि बालबालिका बसेर हुक्का खाइरहेछन् मजाले। अब त्यसमा चाहिँ के छ भन्दा हामी वास्तवमै माथिल्लो लेभलमा नभएर जनसमुदाय लेभलमै गएर काम गर्न अझै पनि आवश्यकता छ। किनकि हामीले माथिल्लो लेभलमा जति पनि शिक्षित हुनुहुन्छ उहाँहरूले केही हदसम्म भए पनि त्यो स्तरमा चाहिँ हामीले कम गर्न सकिरहेका छौँ। तर वास्तवमै जुन ग्राउन्ड रुट लेभल छ त्यहाँ गएर हामीले काम गर्न पनि असहज छ कि अलि। किनकि के हुँदो रहेछ, सबै समुदायहरू मिलेर वर्षौँदेखिको परम्परा हो नि, बाल विवाह भनेको हाम्रो आजको समस्या होइन, वर्षौँदेखिको समस्या हो। र मान्छेलाई के लाग्छ भने पहिल्यैदेखि भइरहेको कुरा अहिले आएर परिवर्तन गर्नुहोस् नगर्नुहोस् भन्दा उहाँलाई पनि असहज हुन्छ। हामी त पहिल्यैदेखि गरिरहेछौँ, अहिले तिम्रो को हो यहाँ आएर बोल्ने भन्ने पनि समस्या हुन्छ कि। अहिले हामी सिधै कुनै समुदायमा गएर यस्तो यस्तो गर्ने नि तिमीले किन बोलिरहेछौ यहाँ आएर, हामी त वर्षौँदेखि यस्तो गरिरहेछौँ भने हामीलाई पनि समस्या आउने स्थिति हुन्छ कि कुनै कुरामा। त्यही भएर चाहिँ हामीले बिस्तारै के कसरी हुन्छ एकैचोटि गएर गर्ने भने हामीलाई पनि समस्या आउँछ कि। किनकि उहाँहरू वर्षौँदेखि त्यो परम्परा, वर्षौँदेखि त्यो रीतिरिवाज एकैचोटि हामीले समापन गर्न सकिँदैन। तर केही हदसम्म नगरपालिकाले चाहिँ ग्राउन्ड रुट लेभलमै कार्यक्रम आयोजना गरोस्, टोल स्तरीय कार्यक्रम चाहिँ अलि त्यसमा चाहिँ बढावा दिनु भने केही हदसम्म चाहिँ हामीले अवश्य पनि यसलाई कम गर्न सकिन्छ। हस् धन्यवाद मिराजी। अब हामीसँग विवेकजी, तपाईँ एउटा नेतृत्व तहमै रहेर देश विदेश पनि घुम्नुभयो नगर बाल सञ्जालमै रहँदा होइन। विदेशको थोरै दृष्टान्त भनेको त्यहाँको बालबालिकाको अवस्था कस्तो थियो र यहाँ तिलोत्तमाकै अवस्थालाई हेर्दाखेरि केही समानता केही पाउनुभयो? हस् धन्यवाद मोहन सर। सर्वप्रथम त सिङ्गो नगरपालिका, यो बालमैत्री स्थानीय शासन, नगर प्रमुख लगायत समग्र नगरपालिकालाई आभार प्रकट गर्न चाहन्छु। म निर्वाचित भए 2080 सालमा 80 मङ्सिर 29 गतेका दिन, र निर्वाचित भएको केही महिनाको पछि तपाईँको फागुनतर्फमा म सिबिन नेपाल बालमजदुर सर्वकेन्द्र चाइल्ड वर्कर्स इन नेपाल कन्सर्न सेन्टरको एउटा परियोजनामा जोडिने अवसर पाएँ तिलोत्तमाबाट। म मात्रै होइन, मसँग अझै 2 जना पूर्व अध्यक्ष र पूर्व सचिव अनि म वर्तमान अध्यक्ष थिएँ। हामी 3 जना जोडियौँ। र यो विषय कस्तो विषय भन्दाखेरि अहिले वर्तमानको समयमा एकदम विश्वव्यापी रूपमा सबै, हाम्रो मुलुक मात्रै होइन विश्वका सबै मुलुकहरूले भोगेको विषय। र त्यो परियोजना नेपालमा मात्रै नभएर विश्वका अन्य मुलुकहरूमा 12वटा एसियाली देश र ल्याटिन अमेरिकाका केही मुलुकहरूमा पनि त्यो परियोजना चलेको थियो। र त्यो परियोजनाको विषयवस्तु के थियो त भन्दाखेरि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र DTZ डाउन टु 0 भनेको थियो। बालबालिका किशोर किशोरीमा हुने यौनजन्य हिंसालाई हामी शून्यमा झार्नुपर्छ भन्ने त्यो परियोजनाको मुख्य उद्देश्य थियो। र त्यसको म प्रशिक्षकको रूपमा पनि भूमिका निर्वाह गरेँ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालभरिका 19 जना दौतरी शिक्षकहरूमध्ये म नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएँ, तिलोत्तमाले नै जुराएको अवसर। र त्यो त्यहाँ जाँदाखेरिको जुन तपाईँले प्रश्न गर्नुभयो, हाम्रो नगरपालिका, हाम्रो मुलुक र त्यहाँको वास्तविक अवस्थामा केही फरक छ वा के छ, मैले त्यहाँ गएर भेटेको कुरा के हो त भन्नुहुन्छ भने हाम्रो मुलुक त अरू मुलुकहरूभन्दा धेरै माथि छ, धेरै माथि छ भनेको त्यो विषयमा अरू मुलुकहरू अझै झन् पीडित छन्। मेनली तपाईँको यो खुलस्त रूपमै भन्नुपर्दा यो प्रोनोग्राफीको कुराहरूमा चाहिँ यति त्यो मान्छेको चित्रहरू AI पिक्चरहरूले मर्फिङ गर्ने, त्यो एकदम अश्लील शब्दहरू, त्यो त्यस्ता कुराहरू चाहिँ मिडियामा, सामाजिक सञ्जालमा एकदम थाइल्यान्ड, तपाईँको भियतनाम, यस्ता मुलुकहरू, भारत,
एकदम चाहिँ त्यो एकदम विकराल अवस्थामा छ त्यो मुलुकहरू भनेको प्रविधिमा त्यो मुलुक अगाडि पनि छ, एउटा फाइदा त्यो भयो। अर्को कुरा त्यो प्रविधिलाई दुरुपयोग गरेर एकदम पीडित त्यहाँका बालबालिकाहरू। मैले अस्ति भर्खर मात्रै पनि एउटा डाटा सुनेको थिएँ। के सुनेको थिएँ भन्दाखेरि विश्वविद्यालय स्तरको पढाइमा ब्याचलर डिग्रीमा साइन्स पढ्ने भनेका नेपाली मूलका विद्यार्थीहरू मात्रै हुन्, अरू मुलकाले पढ्दैन। एबोर्ड स्टडीमा पढ्दैनन्, अरू मुलकाले पढ्दैनन्। त्यो तथ्यले देखाएको कुरा हो। किन भन्दाखेरि उनीहरूलाई शिक्षा लिएर पछि के हुन्छ भन्ने कुरा थाहा नै छैन। भन्नुको मतलब यति सामाजिक सञ्जालले त्यो मानिसको मस्तिष्कलाई यति दूषित गरायो कि अरू मुलुकहरू त्यसैमा काम गरिरहेको छ। हामी चेतना भन्छौँ, हामी 20 वर्ष मुनि विवाह गर्नु हुँदैन, हामी त्यसमा अड्किरहेका छौँ। हाम्रोमा त्यस्तो समस्या मैले देख्दिनँ जहाँसम्म। यदा कदा कोही बालबालिकाहरू होलान् सामाजिक सञ्जालमा त्यस्ता कुराहरू हेर्ने, अवलोकन गर्ने। तर हाम्रो मुलुक त अरू मुलुकभन्दा त एकदम सुखद स्थानमा चाहिँ म देख्छु। र किशोर किशोरीहरू कता कति असुरक्षित होलान्, तर अरू मुलुकमा जस्तो त्यस्तो असुरक्षा चाहिँ म देख्दिनँ। त्यो चाहिँ मैले फरक चाहिँ भेटेको थिएँ। र अब पूर्वाधारको विषयमा त अरू मुलुक हामीभन्दा अवश्य पनि धेरै अगाडि हुने नै भए। त्यो कुराहरू चाहिँ म देख्छु। धन्यवाद विवेकजी। अब इभान्जेलिनालाई सानो एउटा क्वेसन सोध्नु पर्यो। मैले सुनिरहेको कता कता नरमाइलो पनि लागिरहेको, स्कुलका स्टुडेन्टहरूले सेनिटरी प्याड पाएनन्, बेलामा पाएनन्, नगरपालिकाले त्यो जुराइदिए पनि विभिन्न खाले आर्थिक अनुशासन नभएर बेरुजुसम्म आयो भन्ने कुराहरू पनि सुनिन्छ। र यो त मैले भनेर हुन्छ भने त यो सामुदायिक स्कुलमा मात्रै होइन, प्राइभेट स्कुलमा पनि दिनुपर्छ। किन भन्दा प्राइभेट स्कुलमा पढ्ने पनि हाम्रै तिलोतमाकै छात्राहरू हुन्। के यो पक्का अहिले राम्रो भएको छ यसको विस्तार? छात्राहरूले त्यो मेन्स्ट्रुएसन भएको बेलामा पाएका छन्? धन्यवाद प्रश्नको लागि। अहिलेको मुख्य समस्या भनेकै हामीले सेनिटरी प्याडको राख्न सक्छौँ। अब विद्यालयहरूमा जाने हो भने म क्लास 10 छोडेको चाहिँ लगभग 3 वर्ष भइसक्यो। 3 वर्ष भइसक्यो। त्यतिखेरको अवस्था के थियो भनेपछि हाम्रो नगरपालिकाले चाहिँ सरकारी विद्यालयहरूमा मात्र बालिकाहरूको लागि चाहिँ सेनिटरी प्याड उपलब्ध गराउनुहुन्थ्यो। प्राइभेटमा त अझै पनि छैन त्यतिखेर। तर त्यसको क्वालिटी भने हामीले युज गर्न नमिल्ने नै थियो भन्न सक्छु कि मैले। म एउटा बालिका भएको हिसाबले चाहिँ म कहिले पनि विद्यालयको सेनिटरी प्याड गर्दै गरिनँ। सेनिटरी प्याड त विभिन्न खाले कम्पनीहरूलाई भिडाएर त्यसको ल्याब टेस्ट गरेर अझै यहाँका विज्ञहरू बसेर पास गरेको अझै सुरक्षित राम्रो अथवा तपाईँले भने जस्तो गुणस्तर भएन? त्यतिखेर चाहिँ अहिलेको अवस्था भने मलाई अलि थाहा भएन। म 1 वर्ष भयो म विद्यालयबाट अलि टाढा छु। म यो कुराबाट अलि वञ्चित भएको छु मेरो आफ्नै पर्सनल रिजनले। तर त्योभन्दा अगाडि चाहिँ क्वालिटी एकदम नराम्रो थियो। म कहिले पनि विद्यालयको सेनिटरी प्याड एकचोटि नै मैले प्रयोग गर्दै गरिनँ कि म ढुक्कसँग भन्छु। म आफै लिएर जान्थेँ किनभने त्यसको क्वालिटी यतिसम्मको थियो कि त्यो एउटा क्लास सकेर अर्को क्लास स्टार्ट हुने बेरसम्म पनि त्यसले त्यो ब्लिडिङ रोक्न सक्थेन कि त्यस्तो अवस्थामा थियो। अहिले भने केही कतै सुधार भइरहेको भन्ने पनि सुन्नमा आएको छ। एउटा सर्टेन हाम्रो यो इन्डस्ट्री हुन्छ नि उहाँहरूसँग सम्पर्क गरेर अनि लिएर एकैचोटि बाँड्ने स्कुलमा पठाउने भन्ने रहेछ। त्यतिखेर चाहिँ क्वालिटी एकदम बिग्रेको थियो। अहिले भने सुधार भइरहेको छ। यसमा चाहिँ अझै सुधार गर्नुपर्छ किनभने महिलाहरूको अहिले पनि डाटा हेर्ने भनेको नेपालमा म्याक्सिमम फिमेलहरूमा क्यान्सर हुने भनेको चाहिँ सर्भाइकल क्यान्सर हो। हाम्रो वर्ल्ड वाइड हेर्न सक्छौँ। वर्ल्ड वाइडमा ब्रेस्ट क्यान्सर छ भने नेपालमा चाहिँ सर्भाइकल क्यान्सरको चान्स एकदम हाई छ। त्यो पनि एउटा हाम्रो मेन्सुरेसन रिलेटेड नै भन्न सकिन्छ। त्यसैले चाहिँ विद्यालय लेभलबाट ग्राउन्ड रियालिटीबाटै हामीले सेनिटरी प्याडको प्रयोग गर्न बालिकाहरूलाई सिकायो भने क्वालिटी राम्रो भएको सेनिटरी प्याड उपलब्ध गरायो भने चाहिँ त्यसमा पनि केही कतै हाम्रो भविष्यमा आउने रोगहरूलाई चाहिँ अहिलेबाट न्यूनीकरण गर्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। अब एक लाइनमा भनिदिनुहोस्, प्राइभेटले पनि पाउनु पर्छ कि पर्दैन? हजुरले भने स्कुलमा शिक्षिका जसलाई म मिन्स भए भन्न सक्ने शिक्षिका चाहिन्छ कि चाहिँदैन? म अघि नै राख्न खोजेको प्रश्न त्यही थियो। बालिका भनेका गभर्मेन्ट स्कुलमा पढ्ने मात्रै बालिका होइनन्। हाम्रो नगरपालिकामा बस्ने हरेक बालिका चाहे त्यो बालिका चाहिँ प्राइभेट पढोस् अथवा गभर्मेन्ट पढोस् सबैलाई चाहिँ सेनिटरी प्याड चाहिँ उपलब्ध गराउनु पर्छ। हामीले नगरपालिकाले नसके पनि स्कुलले पर्छ।
स्कुलले पर्छ तर नगरपालिकाले पनि केही हदसम्म चाहिँ यसलाई समन्वयन गर्न चाहिँ पर्छ अनि शिक्षिका पनि चाहिन्छ कतिपय विद्यालयमा अझै पनि यसको राम्रोसँग भन्न सक्ने अवस्था छैन अब शिक्षिका नै छैनन् भन्ने थाहा पाएँ मैले पनि। हजुर यसको बारेमा पनि अवेरनेस प्रोग्राम चाहिँ अझै पनि गर्नुपर्ने जरुरत छ विद्यालय स्तरीय कार्यक्रम गरेर हुन्छ कि नगरपालिका वार्डमा हुन्छ जसरी भए पनि यो कार्यक्रम चाहिँ अब सबभन्दा मुख्य एजेन्डा राख्नु हुन पनि मैले अब अहिलेका अध्यक्ष महिमाजीलाई पनि अनुरोध गर्दछु त्यसैले चाहिँ प्राइभेट होस् गभर्मेन्ट होस् दुईटै स्कुलको बालिकाहरूलाई चाहिँ सेनिटरी प्याड उपलब्ध गराउनु नै पर्छ। धन्यवाद। हस् धन्यवाद बिमलाजी। अब नेतृत्वमा जानको लागि मलाई त लाग्छ यो एउटा राष्ट्रिय स्तरकै बहस भइरहेको छ किन भन्दा म कोहीभन्दा कोही कम देखिएकै छैन बोल्न उहाँहरू सबै पोख्त हुनुहुन्छ। केही बहसहरू मैले अन्य ठाउँमा पनि चलाएँ तर तपाईँहरूमा पनि मैले कुनै कमी प्रश्नोत्तर गर्ने सवाल जवाब गर्ने मामलामा चाहिँ तपाईँहरू कम हुनुहुन्न। नेतृत्व त मैले देखिसकेँ नेतृत्व अगाडि बढिसक्नु भएको रहेछ। अब नेतृत्व बढाउनका लागि अझै त्यसलाई माथिल्लो चरणमा पुर्याउनको लागि बाल सञ्जालले चाहिँ नगर बाल सञ्जालले के गर्नु पर्ला तपाईँको छोटो उत्तर पाऊँ त। बिमलाजी जस्तालाई माथि उठाउनको लागि नगर बाल सञ्जालले के गर्नु पर्ला? सर्वप्रथम त म सरलाई पुनः धन्यवाद दिन चाहन्छु मैले चाहे जस्तो प्रश्न गरिदिनु भएकोमा। म चाहन्छु कि जसरी कि सन्तोषी म्यामले मेरो घर गएर मलाई नगर बाल सञ्जालमा वडाको बाल सञ्जालमा विद्यालयको बाल सञ्जालमा राख्नको लागि पहल गरिदिनु भयो त्यसै म चाहन्छु कि यस तिलोत्तमा नगरपालिकाले म जस्तो बालबालिकाको प्रत्येक घरमा गएर एउटा विद्यालयमा राख्नको लागि पहल गरिदिनु पर्यो जस्तो मलाई लाग्छ। हरेक विद्यालयमा हरेक टोलमा जस्तै कि अरू बालबालिकालाई त शिक्षा सुनिश्चित छ तर मैले देखेको चाहिँ म जस्तो समुदायका बालबालिकाहरू मेरो आन्टीको छोरी र मेरो ठुलो बाबाको छोरा उहाँलाई हेर्दा मलाई लाग्छ यस्तो गर्न सक्छ कि पनि म विश्वस्त छु तिलोत्तमा नगरपालिकाले सक्छ कि त्यो त तिनीहरूको अधिकार हो तिनीहरूको शिक्षाबाट कसैले वञ्चित गर्न सक्दैन। आफसे आप छोड्यो भने तिनीहरूको मन छैन भने त्यो त छुट्टै कुरा हो तर तिनीहरूको रहर हुँदा पनि उनीहरूले पढ्न नपाउनु यो त उनीहरूसित दुर्व्यवहार गरेको जस्तै मलाई लाग्छ। धन्यवाद। हस् धन्यवाद मिराजी। अब तपाईँ पूर्व सचिवको नाताले अघिल्ला विषयका कार्यक्रमहरू अघिल्ला कार्यकालका कार्यक्रमहरू र अहिलेका तिलोत्तमा नगरपालिकाले बाल सञ्जाल मार्फत गरेका कार्यक्रमहरूमा केही गर्नुपर्ने थप गर्नुपर्ने केही छ? हामीले अब केही कमी महसुस केही गर्नुभयो? हजुर एकदम म एउटा कुराको चाहिँ कमी हाम्रो नगर बाल सञ्जालको पनि साथै अन्य कार्यक्रममा पनि एउटा चाहिँ कमी म महसुस गरेको चाहिँ हाम्रो सम्पूर्ण कार्यपालिका सदस्यज्यू पनि हुनुहुन्छ आगामी बजेटमा चाहिँ यो कुरालाई पनि अलि समावेश गरिदिए किनकि हामीले विभिन्न तालिमहरू सञ्चालन गर्दा हामी त्यही पुरानै किसिमका तालिम सञ्चालन गऱ्यौँ कहिले हामीले त्यो बाल काट्ने तालिमहरू कहिले त्यो सिलाइ मसिनको तालिमहरू तर हामी हल्का मोडर्न भएर अहिलेका युवाको आवश्यकता हेरेर त्यसको चाहिँ डिजिटल युगमा जाँदै गर्दाखेरि हाम्रो डिजिटल कन्टेन्ट क्रिएसनको भिडियो एडिटिङ फोटोग्राफी भिडियोग्राफी त्यो सबको चाहिँ कार्यक्रम चाहिँ हाम्रो पालिकामा चाहिँ अहिलेसम्म देख्न पाइएको छैन। विद्यार्थी केन्द्रित तालिमहरू अलि बढी चाहियो। अघि हल्का अहिलेको युवा लक्षित कार्यक्रमहरू युवालाई लक्षित गर्दा पनि त्यही पुरानै किसिमका कार्यक्रमहरू भन्दा पनि अहिलेको युगमा चाहिँ कसरी अगाडि बढ्न सकिन्छ भनेर ती कार्यक्रमहरू चाहिँ हाम्रो आगामी बजेटमा समावेश गरेर सम्पूर्ण युवा एवं बालबालिकाहरूलाई पनि पछिल्ला कार्यक्रमहरू अब अरूले सिक्नुभयो त्यो राम्रो छ तर अहिलेको युगको आवश्यकताको अनुसारका कार्यक्रमहरू चाहिँ हाम्रो पालिकाले अलिक कम ल्याएको छ किनकि स्पेसल्ली यो डिजिटल फिल्डका कन्टेन्ट क्रिएसन भिडियो एडिटिङ यो फोटोग्राफी भिडियोग्राफीका कार्यक्रम चाहिँ हाम्रो पालिकामा चाहिँ मैले देख्न पाएको छैन। त्यो चाहिँ हाम्रो अब सम्बन्धित निकायको कार्यपालिका सदस्यहरू यही हुनुहुन्छ वडा अध्यक्षज्यूहरू पनि हुनुहुन्छ उहाँहरूले चाहिँ एटलिस्ट आगामी बजेटमा एउटा दुईवटा भए पनि त्यस्तो कार्यक्रमहरू सुचालित गरेर किनकि एउटाले गरेपछि सबैले देखासिखी गरेर ती कार्यक्रमहरू आउँछन् कि अहिलेसम्म नभएर त्यो नभएको आगामी वर्षको बजेटमा चाहिँ यस्ता कार्यक्रमहरू पनि समावेश गरिदिनु होला भनेर पनि म हार्दिक अनुरोध गर्दछु। हस् धन्यवाद। अब विवेकतिरबाट लान चाहन्छु माइक्रोफोन। विवेकजी अब समस्या चुनौतीका समाधानका कुराहरू त हामीले गऱ्यौँ अब बाल सञ्जाल मार्फत तिलोत्तमा नगरपालिकाको बाल सञ्जाल मार्फत नेतृत्वमै जानका लागि के सम्भावना छ? तपाईँले भन्न खोजेको प्रश्न अलि प्रष्ट रूपमा सम्भावना तपाईँको नेतृत्वमै जानको लागि सम्भावना कतिको देख्नुहुन्छ बालमैत्री सञ्जालबाट? बालमैत्री सञ्जालबाट पक्कै पनि यो तपाईँ पनि 12 क्लास पास गरिसक्नु भयो होइन? होइन हो
8 कक्षा 9 कक्षामा हुँदा बालमैत्रीमा आउनुभएको थियो। हो अब यो स्टेजसम्म आउँदा अब ब्याचलर पढेका मान्छेहरू त अहिले मन्त्री भइसक्नु भएको अवस्था छ। अब हजुर नेतृत्वमा जानको लागि यो बाल सञ्जालले सहयोग गर्छ पक्का? पक्कै पनि नेतृत्व विभिन्न स्थानमा हुन्छ जस्तो लाग्छ। नेतृत्व आफैमा त्यो शब्दको गहनता बडो ठुलो छ, बडो व्यापक छ, हामीले बुझ्नुपर्छ। देशकै नेतृत्व होइन, गाउँको पनि गर्न सकियो, स्कुलको गर्न सकियो। मैले होइन? बुझेँ, म त्यही प्रश्न सम्बोधन गर्ने तर्खरमा लागिरहेको छु। अब यो भन्दै गर्दा अहिले पछिल्लो समय विभिन्न दृश्य परिदृश्यहरू हामीले भोगिरहेका छौँ र बाल सञ्जालले बालबालिकालाई सिकाएको कुरा दुईटा हो जस्तो मलाई लाग्छ। पहिला सुरुमा आफूले आफैलाई चिन्न, आफैले आफूलाई चिन्ने भनेको म विवेक खड्का हो भनेर बाहिरबाट सर्फेसियल्ली चिन्ने होइन, नाम चिनेर केही पनि हुँदैन। म विवेक खड्का हो, मैले गर्न सक्ने कुराहरू के छन्, मेरा सकारात्मक पाटा के छन्, नकारात्मक पाटा के छन्, पहिलो कुरो आफूलाई चिन्न सिकाउँछ। आत्मा पहिचान भन्छ यसलाई, बाल सञ्जालले सिकाउने कुरो पहिलो यो हो। दोस्रो कुरो जानिँदैन ठिक छ, सिक्ने हो, तर जे जानिएछ त्यो बोल्न चाहिँ बाल सञ्जाल सिकाएको छ। यो दुईटा कुरा चाहिँ सिकाएको छ र यो दुईटा कुराले मलाई के लाग्छ भन्दाखेरि धेरै स्थानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नको निम्ति चाहिँ बडो महत्त्वपूर्ण भूमिका खेल्छ। अब यहाँलाई मैले मेरै जीवनमा घटित दृष्टान्त सुनाउन चाहेँ। तिलोत्तमा नगरमा नगर बाल सञ्जालको अध्यक्ष म थिएँ, वडामा वडा बाल सञ्जालको अध्यक्षको रूपमा नेतृत्व गरेँ र म आफ्नो अध्ययनमा, यद्यपि म अहिले अध्यापन पेसामा पनि शिक्षकको रूपमा कुनै संस्थामा म कार्यरत छु, अध्यापन पनि गरिरहेको छु, बिहानमा म आफ्नो कक्षा पनि लिन्छु र म आफू विद्यालय स्तरमा अध्ययन गर्दा म कुनै टपर पनि होइन, 4 मा 4 जिपिए ल्याएर स्कोर गर्ने बोर्ड विद्यालयको बोर्ड टपर पनि होइन म। त्यो कुरा पनि छ अहिले। त्यो टपर होइन, त्यो टपर नहुँदै पनि म तपाईँको मेरो 11 र 12 को शिक्षामा 4 जिपिए ल्याउने विद्यार्थीले नपाएको छात्रवृत्ति मैले पाएर पढेको हो। यो भन्दै गर्दा मैले फर्स्ट इयर ल्याब फी मात्रै 16,000 र सेकेन्ड इयर ल्याब फी मात्रै तिरेर 2 वर्ष 32,000 मा +2 साइन्स मैले कटाएको छु। भनेपछि यो कुरामा के देखिन्छ भन्दै गर्दाखेरि बालबालिकालाई बालमैत्रीले पढाइ आफ्नो ठाउँमा छ, पढाइ एउटा आवश्यकता हो, तर पढाइ मात्रै सबै कुरा होइन। त्यो बालबालिकाले आफ्नो नेतृत्व विकास गरे भने उनी जुनसुकै स्थानमा पनि ऊ फिट हुन सक्छ। अघि नै पनि विनिता कार्कीजीको एउटा सत्र हामीले लिएका थियौँ। उहाँ युनाइटेड नेसन युएनमा काम गर्नुहुन्छ, युएनडिपी युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्राममा, र मलाई लाग्छ कि त्यो युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्राममा कुनै हार्वर्ड युनिभर्सिटीबाट टप गरेर त्यहाँ जागिरको निम्ति टप गर्नुपर्छ जस्तो मलाई लाग्दैन। उहाँले आफ्नो उदाहरण पनि दिनुभयो। र अब नेतृत्वको कुरा जुन छ, बालबालिकालाई नेतृत्व एकदम बृहत तरिकाले दिएको छ। हामी 4 जना यहाँ बस्दै गर्दा यहाँ हामीहरूको उमेर हेर्नुभयो भने मलाई लाग्छ 19 वर्षभन्दा माथि यहाँ कोही पनि छैन। भन्दै गर्दा हामी यो तरिकाको बहस गर्न सक्छौँ भने भोलिको दिनमा हामी नेतृत्व गर्न किन सक्दैनौँ? अझै हामी तपाईँको 14 वर्षको उमेरबाट नै हामी सिकिरहेका छौँ। 14 वर्षको उमेरबाट 19 वर्षमा तपाईँको यो समाजलाई बुझ्ने एउटा दृष्टिकोण हामीले विकास गर्न सकेका छौँ भने पक्कै पनि हामी नेतृत्व लिन सक्छौँ। र बाल सञ्जालले यो बालमैत्री स्थानीय शासनले एउटा पुलको रूपमा चाहिँ काम गरेको छ, यसमा कुनै दुई मतै छैन। भनेपछि आफूलाई चिनेपछि नेतृत्व गर्न सकिन्छ, जुनसुकै स्थानमा सकिन्छ। जानिँदैन भने झन् अध्ययन गरिन्छ र मैले गर्न सक्ने कुरा के हो पहिचान भएपछि त नगर्ने भन्ने कुरै हुँदैन, कुनै पनि कुरा असम्भव हुँदैन। आजभन्दा अगाडि जे भएन त्यो असम्भव हो, हामीले गर्ने भने त्यो सम्भव हुन्छ र सम्भव गर्न सक्छौँ। एउटा तपाईँ माथि एउटा जिज्ञासा पनि छ, व्यक्तिगत जिज्ञासा, तर सबैको अगाडि भन्नुपर्छ। हजुर, कतिपय ठाउँमा विवेकजी तपाईँ धेरै नबोल्नु, छोटो बोलिदिनुहोस् है, धेरै बोल्न आएर के तपाईँलाई? हजुर, त्यस्तो भनेको पनि छ तपाईँलाई, नाम खोल्न पर्दैन कसैको, होइन? हजुर हजुर, छोटो बोलिदिनुहोस् है, तपाईँले धेरै बोल्नुहुन्छ भनेको छ कि छैन तपाईँलाई? अब यो यदाकदा सुनिन्छ, अब मूल्याङ्कन गर्ने अब श्रोताहरूमा अब उहाँहरूमा भर पर्ने कुरा हो, होइन? उहाँहरूले कस्तो कुरा खोजिराख्नु भएको छ र हामी तर तपाईँ जे बोल्नुहुन्छ त्यो सत्य बोलिरहेका छौँ। तर मलाई के लाग्छ नि मोहन सर, आफूलाई मनमा आएको कुरा चाहिँ खुलस्त रूपमा राख्नुपर्छ। चाहे एकछिनलाई हामी नजाति भइहाला, एकछिनलाई नजाति भइहाला, तर भोलिको दिनमा भविष्यमा चाहिँ त्यो कुराले चाहिँ कहीँ न कहीँ चाहिँ राम्रै गरिरहेको हुन्छ भन्ने चाहिँ महसुस लाग्छ। किन हामी बोल्दै गर्दा दर्शक श्रोताले एकदमै उहाँहरूलाई बोरिङ राख्ने तरिकाले बोल्ने त होइन, तर चाहिने कुरा त ठाउँमा गर्नु पर्यो सम्बन्धित स्थानमा। त्यो चाहिँ मेरो अवधारणा हो। हस्, धन्यवाद। अब इभान्जेलीलाई अब करिब हामी अन्त्यतिर आउन लागेका छौँ। निकै लामो समय पनि भयो बहसमा जोडिएको, केही विषयवस्तु बाँकी छन्, त्यो आगामी दिनमा पनि गरौँला। इभान्जेलिनाजी, अब नेतृत्वकै कुरा गरौँ। के नेतृत्वमा आउन छात्राहरूलाई, महिलाहरूलाई सजिलो छ? यसको जवाबसहित तपाईँले पनि पिठ मार्नु होला है। धन्यवाद प्रश्नको लागि। सजिलो छ कि छैन है, त्यति मात्रै है?
नेतृत्वमा आउन चाहिँ एउटा महिला भएर आउन सक्ने नसक्ने भन्ने कुरा चाहिँ हुँदैन। हामीले अहिलेको हिसाबमा हेर्ने हो भने फिमेलहरू नै अगाडि कतिपय स्थानमा अगाडि भएको हामीले देख्न सक्छौँ। अहिलेको हाम्रो फर द फर्स्ट टाइम हाम्रो फिमेल प्राइम मिनिस्टर नै हुनु भइसक्यो। त्यो पनि हाम्रो लागि एउटा गर्वकै कुरा हो। नेतृत्वमा आउन महिला भएको हिसाबले चाहिँ कहीँ कतै घर परिवार समुदायबाट पछाडि पर्न सकिएला, तर आफूमा आत्मविश्वास छ भने चाहिँ नेतृत्वमा आउन महिलाहरूलाई पछाडि चाहिँ पर्नुहुन्न जस्तो मलाई लाग्छ। त्यसैले चाहिँ अब चाहिँ घर परिवार समुदाय अनि हाम्रो कहिले कसो चाहिँ हाम्रो विद्यालयबाट पनि हाम्रो उहाँहरूले चाहिँ एउटा वातावरण मिलाइदिनु भयो भने चाहिँ नेतृत्वमा पुग्नलाई चाहिँ सजिलो छ। मेरो इक्जाम्पल, म क्लास 6मा पढ्थेँ, लिडरसिपकै कुरा हुँदा चाहिँ म क्लास 6मा पढ्दा मेरो मम्मीले के भन्नुभयो भने चाहिँ मलाई त्यतिखेर यसरी बोल्न त आउँदैन थियो, नजाने पनि सिकिन्छ जाऊ भनेर जुन हिसाबले मेरो मम्मीले मलाई अगाडि बढाउनु भयो त्यही हिसाबले सबैको घरमा सबैको आमा बुवाले त्यो वातावरण सिर्जना गर्नुभयो भने चाहिँ महिलाहरूलाई नेतृत्वमा आउन असम्भव गाह्रो भने छैन। हस्, धन्यवाद सबैलाई, धन्यवाद। हामी यति बेला अब सुन्दर भविष्यको पहिलो पाइला नारा लिएर तिलोत्तमा बाल सम्मेलन 2083को स्टेजमा रहेका छौँ। हामीसँग इभान्जेलिना श्री जो नगर बाल सञ्जालको पूर्व उपाध्यक्ष, विवेक खड्का जो पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष, त्यस्तै गरी मिराज अर्याल पूर्व सचिव र बिमला लोध हालका कोषाध्यक्षजी हुनुहुन्थ्यो। कार्यक्रममा सहभागिता जनाउनु भयो। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यहाँहरूको विचारका लागि यो बहसमा उपस्थित हुनुभयो, तपाईँ सबैलाई धन्यवाद। तपाईँहरूमाथि कुनै जिज्ञासा कसैको छ भने कृपया महिलाबाट एकजना पुरुषबाट एकजना, दुईवटा मात्रै लिन्छौँ। कसैलाई केही जिज्ञासा छ? उहाँहरूलाई सोध्नुपर्ने केही क्वेसन छ भने कृपया दुईजनाले मात्रै, छैन भने हामी यो कार्यक्रमलाई बिट मार्छौँ। हस् त, धन्यवाद यहाँ सम्पूर्णलाई र उपस्थित सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, जनप्रतिनिधि सम्पूर्णमा हार्दिक धन्यवाद भन्दै